मेरिज युनिभर्सिटी एकदम मन पर्नेको कारण चाहिँ हाम्रो लाइब्रेरी 24 आवर खुल्ला हो। त्यो मलाई एकदम राम्रो लाग्छ होइन। लाइक म धेरै टाढा बस्छु नि त, धेरै जस्तो साथीहरू मेरो चाहिँ आउटसाइड लन्डन नै बस्छ नि त, यहाँ युनिभर्सिटीमा पढ्नेहरू। उनीहरूलाई आउँदाखेरि सुत्ने टाइम, कमिट रुम छ हामीलाई छुट्टै, यहाँ आफूले कफी बनाएर खाने भने आफू कफी खाने यताउता। अनि यहाँ चाहिँ अब अरू युनिभर्सिटीहरूको चाहिँ लाइक लाइब्रेरीमा क्लोज भइसकेपछि आउन नपाउने त्यस्तो रहेछ। यहाँ चाहिँ मैले के पाएँ भन्दाखेरि इमेल गरिराख्ने क्या, तिमी इन्टरनेसनल स्टुडेन्ट हो, तिमीलाई मेन्टली केही त अनस्टेबल त छैन नि, तिमीलाई डिप्रेसन होला, एन्जाइटी छ, स्ट्रेस छ भने कन्ट्याक्ट यो तिमीलाई मोटिभेसनलवाला यस्तो दिन्छ है भन्छ। करियर सेसन एभ्री इयर करियर सेसन हुन्छ होइन हामीलाई। एभ्री इयर तिमीले इन्टरभ्यू कसरी दिने, सिभी कसरी बनाउने, कभर लेटर कसरी बनाउने, हाउ यु कम्युनिकेट विथ द पिपल, इफ यु गो फर इन्टरभ्यू हाउ यु इन्टरेक्ट, त्यस्तोहरू चाहिँ एकदम यहाँ त्यो सेसनहरू दिइरहेको हुन्छ। स्पोर्ट्सहरू भइरहेको हुन्छ होइन। तर म चाहिँ खासै म अलि धेरै टाढा भएर त्यस्तो इन्गेज चाहिँ हुँदिनँ, बट स्टिल म स्पोर्ट्स न्युट्रिसनमा चाहिँ मेरो डेजिटेसन त्यसमा छ होइन। त्यसले गर्दा चाहिँ मैले अब कति कुराहरू स्पोर्ट्सको बारेमा थाहा हुन्छ होइन। अनि म चाहिँ त्यही भएर ग्रेटफुल लाग्छ कि नेपालीहरू धेरै छैन, जजमेन्ट हुँदैन यहाँ चाहिँ। अनि क्लासमा पनि टिचरले तिमीलाई इङ्ग्लिस अलि आउँदैन रहेछ भनेर डिस्क्रिमिनेट गर्नुहुन्न। अनि असाइनमेन्टहरू यताउता चाहिँ मा चाहिँ एकदम फोकस गराउनुहुन्छ क्या उहाँहरूले। अगाडिदेखि हामीलाई प्रिपेयर गराउनुहुन्छ। हाम्रो फिजिकल एक्जाम हुँदाखेरि नै उहाँहरूले प्यानिक नहुनु यताउता भनेर त्यो सबै गर्नुहुन्छ। त्यो चाहिँ मलाई युनिभर्सिटीको एकदम मनपर्ने रिजन चाहिँ सेन्ट मेरिज युनिभर्सिटी चाहिँ मलाई त्यो कारणले हो। र म चाहिँ फर्दर प्लानिङ पनि मास्टरमा सोचिरहेको छु, बट इट्स क्वाइट एक्सपेन्सिभ होइन, अरूभन्दा चाहिँ अलिक एक्सपेन्सिभ छ, बट त्यो अनुसार फेसिलिटिज पनि छ। उसले सबै भनिरहेको कुराहरू चाहिँ म सहमत छु होइन। युनिभर्सिटीमा अब सबै कुरा पढाइ मात्र पनि हुँदैन, काम मात्र पनि हुँदैन होइन। हामीहरूलाई सबैभन्दा पहिला घर छोडेर आइसकेपछि मेन्टल हेल्थको पनि एकदम प्रायोरिटी मानिन्छ। नेपालमा चाहिँ अब यो कुरा एकदम मान्यता छैन। त्यो मेरो छोराको किन पढाइ भएन, त्यसको किन पढाइ भयो, कम्पेयर गर्ने उस छ नि त, चलन छ नि त। तर यहाँ चाहिँ नि हाम्रो मेन्टल हेल्थलाई चाहिँ फर्स्ट प्रायोरिटी दिइन्छ। पढाइ अझै थर्डमा आउँछ। किन भन्दा यहाँ मेन्टल हेल्थ, त्यसपछि फिजिकल फिटनेस। युनिभर्सिटीमा पढाइ मात्र नभएर अरू एक्स्ट्रा एक्टिभिटिजहरू पनि धेरैलाई फोकस गरिएको छ। हाम्रो युनिभर्सिटी चाहिँ स्पोर्ट्समा अझै अगाडि रहेको छ। यदि स्पोर्ट्समा इच्छा राख्नेहरूलाई चाहिँ म एकदम रिकमेन्ड गर्न चाहन्छु। स्पोर्ट्समा एकदम राम्रो युनिभर्सिटी हो। पढाइ त भन्नै पर्दैन, पढाइ एकदम राम्रो छ। लेक्चररहरू सबै राम्रो हुनुहुन्छ। आफूले मलाई यस्तो गाह्रो भयो भनेर चाहिँ नि भन्दा नाइ नभन्ने कुनै पनि टिचरहरू हुनुहुँदैन। आफू पर्सनल ट्युटरहरू राखिदिएको हुन्छ। आफूहरूलाई अब जुन पाए ती टिचरहरूले गाइड गर्न नसक्ला भनेर चाहिँ नि स्टुडेन्ट वाइज आफ्नो पर्सनल ट्युटर हुन्छ। आफूलाई केही अब मिस्टेक भयो, अथि केही गाह्रो भयो भने चाहिँ आफ्नो पर्सनल ट्युटरसँग इमेल गरेर टक्क मिटिङ बस्दाखेरि उनीहरूले यस्तोमा यस्तो हो, यस्तोमा यस्तो हो भनेर सिकाइराख्नुहुन्छ। राम्रो छ युनिभर्सिटी।